म्याम तपाईको सबै कुरा ठिक छ तर देब्रेपल्लीको किडनीमा हल्का समस्या देखाइरहेछ सर के भन्नु भएको तपाईको मेडिकल रिपोर्ट हो क्या यो आइएलटिएस पिडी को सर्टिफिकेट देखाउनुस् न सर हेर्नुस् त यो चाहिँ हो ओहो आइएलटिएस मा त 6 ल्याउनु भएको रहेछ त ल फिनल्यान्डको लागि तपाईको अफर लेटर आउने सम्भावना एकदम हाई हुन्छ है त सर नमस्ते नमस्ते तपाईको भिसा आइसक्यो नि सर म त भर्खर आएको त अब एउटै अनुहार भएको 7 जना हुन्छ नि 7 जना मध्ये 6 जनाले त एउटै एप्लाई गरे हो बधै गर्नुस् न हुन्छ सर सर के पानी लिँदै गरौँ होइन सर भर्खर खाएर आएको सर बरु कफी चाहिँ खाऊँ न कफी हुन्छ उहाँलाई एउटा कफी गरिदिनु त सर सुन्नुस् न फिनल्यान्डको लागि अहिले एप्लिकेसन ओपन छ नि 13 अक्टोबर टु 5 नोभेम्बरसम्म तपाईहरुले चाहिँ लौरिया युएस बीएचएम कोर्सको लागि चाहिँ अप्लाई गर्न मिल्छ ओहो सर म त बिजी भए कुन देशको लागि बुझ्न आउनु भएको थियो कहाँ जानु लागि सर म त्यही रत्नपाट जान आएको हे तपाईँ त मान्छे खतम हुँदो रहेछ तर सर रत्नपाट जानमा चाहिँ यहाँ चाहिँ किन आउनु भयो सर म त कहीँ मात्रै खान आएको तर सर फिनल्यान्डको बारेमा मजाले बुझ्ने मौका पाइयो मेरो चिन्तामा भएको मान्छेलाई चाहिँ फिनल्यान्ड जाने हो भने एभरेज एजुकेसन चाहिँ बेस्टै हो भनिदिन्छु है सर ल थ्याङ्क यू सो मच सर है त यदि तपाईहरु फिनल्यान्ड जान चाहनुहुन्छ भने फिनल्यान्डले लो जीपीए र लङ ग्याप पनि एक्सेप्ट गर्छ तर तपाईको आईएलटीएस ओभरअल 6 र पीटीई ओभरअल 55 हुनुपर्छ र अप्लाई गर्नको लागि चाहिँ तपाईहरुले फिनल्यान्डको लौरिया यूएस अथराइज्ड पार्टनर एभरेस्ट एजुकेसन नेटवर्क एन्ड कन्सल्टेन्सीलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ अब जाने होइन त फिनल्यान्ड विथ डिपेन्डेन्ट